आमा हजुरको अमेरिका बसाइ कस्तो चलिरहेको छ? राम्रो रमाइलो चलिरहेको छ। हजुर अनि कति भयो हजुर आएको? 2 महिना। 2 महिना भयो है। अनि अमेरिका रमाइलो भन्नुभयो, अमेरिका र नेपालमा तपाईँले के भिन्नता पाउनुभयो? अमेरिकामा के छ र नेपालमा के छैन? अमेरिकामा बाटोघाटो सफा छ, रमाइलो छ। नेपालमा चाहिँ बाटो राम्रो छैन। बाटो छैन है। बस्न त हाम्रै नेपालमै रमाइलो छ अमेरिका भन्दा। अमेरिका घुम्न रमाइलो छ। घुम्न रमाइलो छ। हजुर अमेरिकाका कुन कुन ठाउँहरू घुम्नुभयो? धेरै नर्थ क्यारोलाइना घुमे। के अरे भर्जिनिया, अनि साउथ भर्जिनिया, बाल्टिमोर, न्युयोर्क, नियाग्रा फल, मधुबन, अब टेक्सास जाँदैछु। धेरै अझ अब हजुरको बसाइ चाहिँ कति छ? अब बसाइ चाहिँ अब बसाइ 2 महिना छ। अब 2 महिना छ भनेपछि तपाईँलाई नेपालको अतिहार लाग्छ कि यहाँ राम्रो छ, अब समय पुगेपछि फर्किन्छ भन्ने छ? यहाँ पनि रमाइलो छ। रमाइलो छ। यहाँ को हुनुहुन्छ तपाईँको? मेरा 2टा छोरा, एउटा बुहारी, 2टा नातिहरू छ। अनि भनेपछि श्रीमान र म सँगै छौँ। ए हजुर हुँदै हुनुहुन्छ। अनि दादा हजुरलाई कस्तो लागिरहेछ अमेरिका? अमेरिका अब नेपाल जस्तो त छैन। नेपाल चाहिँ प्राकृतिक रूपले एउटा स्वर्ग हो। हजुर यो कृत्रिम स्वर्ग हो। हजुर नेपालमा जस्तो हावापानी र जुन डाइभर्सिटी छ हजुर त्यो यहाँ छैन। यहाँ मान्छे बाहिर हिँडे पनि भित्रै पसिने एसीमा, बाहिर हिँडे पनि एसीमा है। हजुर तर धुलो धुवा छैन। हजुर तर पनि नेपालको जस्तो नेचुरल छैन। नेपालमा अहिले यो डेभलपिङ कन्ट्री भएको हुनाले रोड बनाउने, बाटो बनाउने केही निर्माण कार्यहरू भइरहेका कारण धुलो धुवा छ हजुर है। तर पनि नेचुरली चाहिँ धेरै त्यहाँको फ्रेस एयर स्वास्थ्यको लागि केही लाभप्रद छ। त्यही हो। अब यो अमेरिका जुन कृत्रिम स्वर्ग भन्नुभयो, नेपाल आफैमा स्वर्ग छ, त्यसलाई आधुनिक स्वर्ग बनाउनका निम्ति कसको भूमिका रहन्छ तपाईँ? नेपाललाई आधुनिक स्वर्ग बनाउनै पर्दैन। नेपाल आफ्नै स्वर्ग हो। नेपाललाई नेपालको आफ्नो चाहिँ नेचुरल ब्युटी र हेरिटेजलाई संरक्षण मात्रै गर्यो भने त्यो आफै स्वर्ग छ। नेपाललाई केही गर्न पर्ने छैन। नेपाल आफ्नै स्वर्ग छ। अनि अमेरिकामा नेपालीको अवस्था र कति नेपाली छन् तपाईँको अनुमानमा कस्तो देख्नुहुन्छ? नेपालीहरू अमेरिकामा होला 5-7 लाख होला जस्तो लाग्छ। जहाँ भयो तपाईँले नेपाली भेटेकै छु मैले। त्यहाँ अब आफ्नै दुखेसो गर्छन् होइन। किन प्रकार होइन। राम्रै कोही राम्रै जागिर खाछन्, कोही ठिकै खाछन्, कोही ठिकै छन्। सबै राम्रै छ। हजुर भनेपछि अहिले चाहिँ के को सिलसिलामा हुनुहुन्छ तपाईँ? अहिले अहिले चाहिँ अहिले म चाहिँ यहाँ मेरो नातिको वर्तबन्धको सिलसिलामा अमेरिका आएको। हजुर वर्तबन्ध सकियो। अब यसो 1 महिना घुमघाम। अहिले तत्काल तपाईँ के को लागि आउनुभयो? यो पोखराको महेन्द्रपुल चिप्लेडुङ्गा भन्ने जस्तो ठाउँमा आउँदैछौँ हामी। ल हुन्छ बुवा, धन्यवाद। हस्।